आफ्नो रक्षक सोचेर माइती घर छोडेर आफ्नो श्रीमानसँग बेङ्गलोर आइपुगेकी 23 वर्षीय खिमा साउद गैराती श्रीमानको कुटाइबाट हस्पिटलको आइसियुमा आइपुगेकी थिइन्। तर आज दिउँसो करिब 3 बजेतिर उहाँको मृत्यु भएको छ। यति बेला सानो बाबु 2.5 वर्षको छोराको बिचल्ली भएको छ। नमस्कार, आज बेङ्गलोरमा एकदमै दुःखद घटना घटेको छ। आफ्नै श्रीमानले हिजो राति दारू खाएर कुटपिट गरेर यति बेला उहाँको श्रीमतीको मृत्यु भएको छ र अहिले चाहिँ हामी न्युरो हस्पिटलमा छौँ कमनल्लीमा। यति बेला हिजो चाहिँ त्यो घटना हुनुभन्दा अगाडि चाहिँ उहाँसँग पिउनु हुने व्यक्ति उहाँको आफन्तै आफ्नै मामा हुन् भन्दै हुनुहुन्छ। उहाँबाट पुरा विवरण बुझौँ यो घटना चाहिँ अब कसरी भयो, यो घटना हुनुभन्दा अगाडि के भएको थियो, कस्तो हो। तपाईँको नाम के हो? टेक बहादुर बोहरा। अनि यो घटना चाहिँ कसरी भयो? तपाईले हिजो सँगै हुनुहुन्थ्यो राति पनि हैन? सँगै राति भन्नाले दिउँसो गएको थिएँ म। दिउँसो गए सँगै बसेर दारू पनि पिउनु भयो भन्ने छ। 7-8 बजे घर आइगयो हामी पछि त। हजुर। म 3 बजे गए, तिनले एटिएम कार्डको बनाउनु छ भन्यो। अनि मलाई फोन गरेर बोलायो, एटिएम कार्ड बनाउनु जाऊ मामा हैन भन्यो। हजुर। भनिसकेपछि अब म पनि ल त फेरि जाउँछु, सँगै जाउँ त भनेर आइसकेपछि अब बनाएर आयो वापस। अब वापस आएपछि 5-6 बजिसक्यो। अनि भने मामा ल नानु खाउँ भन्यो होइन। अब मैले भने ल त भनेर खायो, के खायो। अब खाइसकेपछि अब म आफ्नो घर गयो। हजुर। तिन आफ्नो घर गयो। अब त्यसपछि के गर्यो के नै गर्यो। योभन्दा पहिला पनि घरिघरि झगडा हुन्थ्यो अरे, तपाईँको वाइफलाई पनि चाहिँ उसले गाली गरेर चाहिँ पठाएको थियो अरे, यो के हो यसमा? खै गाली त वाइफलाई त गरेको गरेन। अब झगडा शान्ति न भइरहेको थियो तिनको। अब खै के विषयमा हुन्थ्यो अब त्यो मलाई। झगडा चाहिँ डेली भइरहेको हुन्थ्यो? उसरी भइरहेको थियो। अब डेली त नै कुटपिट भइरहेको हुन्थ्यो। कुटपिट त भएन यति मेरो सामने त। अब उस्तो झगडा अब मेरो वाइफलाई भनिरहेको नि हिजो मसँग यसो झगडा गर्यो ऊ गर्यो। सँगै काम गर्थ्यो नि त मेरो वाइफ र तिनी। हजुर। हिजो चाहिँ कति क्वार्टर खानु भएको? हामीले 2 क्वार्टर खायो। एक खानुभयो? त्यति खायो अनि गयो। अनि जुन ठाउँमा पासो लगायो भन्ने छ नि अहिले, त्यो ठाउँमा पासो लगाउने ठाउँै छैन भनेर तपाईँले पनि भन्नुभयो। रुम पनि त्यस्तो पासो लगाउने टाइपको छँदै छैन भनेर तपाईँले पनि अघि भन्नुभएको थियो हस्पिटलमा। त्यस्तो छैन छैन हुन चाहिँ उसले चाहिँ हात कुटेरै मारेको भन्दैछन् माइती पक्षहरूले। हुन पनि कुटेर यहाँको हड्डी टुट्या छ, घाँटीको छाती फुट्या छ होइन, नाकबाट खुन आइरहेको थियो। मृत्यु त अहिले घोषणा गर्यो हस्पिटलले। त्योभन्दा पहिले म पनि भेन्टिलेटरमा गएको थिएँ। त्यति बेला उहाँको चाहिँ डक्टरलाई सोधेको मैले, पिसाबाट खुन आइरहेछ, नाकबाट खुन बगिरहेको थियो, मुखबाट खुन बगिरहेको थियो, त्यो मैले देखिया हो। अनि यहाँ पनि फुट्या थियो, यहाँबाट पनि खुन आइरहेको थियो, छातीबाट पनि। खै अब त्यो कुट्न त अब कुट्यो होला त, कुटेरै भयो होला, नत्र त्यतिकै कहाँ हुन्छ। त्यहाँनिर भिडियोमा चाहिँ देख्नुहुने प्रत्यक्षदर्शीहरूले चाहिँ भन्दै हुनुहुन्थ्यो कि सिलौटोले कुट्या हो भन्नु। सिलौटो थियो त्यहाँनिर, त्यो भिडियोहरू पनि छ उनीहरूले खिचेको। तपाईँको त भान्जा हो होइन, बानी बेहोरा इन्जेक्सन पनि हानेको देख्यौँ हामीले अहिले होइन, घाउहरू छन् शरीरमा तपाईँको भान्जाको। यस्तै नसै गरिराख्नुहुन्थ्यो कि के गर्नुहुन्थ्यो तपाईँ यो विषयमा स्पष्ट? नसा त अरू नसाको थाहा पाउँदैन, दारू त टाइमले दारू त डेली चाहिँ खाइराख्ने मान्छे हो। हजुर। बिहान थाहा तपाईँले हिजो थाहा पाउनु भने? बिल्कुल थाहा पाएन हिजो। दिउँसो दारू खानालाई मात्र साथमा हुनुहुन्थ्यो तपाईँ? दिउँसो दारू खाने बेला मात्रै साथमा थिएँ। अनि पछि साँझ म आफ्नो घर गएँ, उनी आफ्नो घर गए। कति टाढा छ त? नजिकै छ यहाँबाट, 50-60 मिटरको दूरी छ।